ए 5 को 100 5000 हुन्छ कहाँ पढेको जिनी भन्ने मेरो हातमा यति पैसा छ गाइज यो चाहिँ मेरो बुढीले मिलाइन भन्छ है आधा चाहिँ उनलाई दिन्छु म चाहिँ उनको आँखा छोप्ने तयारीमा छु उनी यहाँ छिन् अब म चाहिँ यसले आँखा छोपिदिन्छु उनको लाउ त मिस मैले तिमीलाई मसँग पैसा छ होइन म तिमीलाई यतिको नोट भन्नु पर्यो नोट भन्न मिल्दैन मिस तपाईँ छाम्नुहोस् कम्प्लिट 100 छ छाम्न पाएँ मैले तपाईँ छाम्नु पाउनुभयो गर्न पनि पाएँ त ए ल ल ल ल जे जे गर्दैछ गर्नु तर भन्न चाहिँ पाउनुभयो तपाईँले मैले चार हेर्नु लागि ए सानो नोट छ नोट त यो कतिको नोट होला नि भगवान् यतिको नोट भनेर भनिदिनु न एउटा भन्न मिल्दैन कहीँ मिल्दैन मिस आधा पैसा तिमीलाई 50% दिन्छु छरे हो पैसा नि यो कि 5 को हो कि 10 को म यहाँ भएको नोट नाप्नु पर्यो त्यस्तो के गर्नु पाइँदैन मिस कहाँ नोट नाप्छु भनेर लाएर पाइन्छ यार अलिकति थोरै कहाँ हेर्नु लाग्यो यो 5 को र 10 कोमा 20 को त होइन होला हौ कत्रो हुन्छ हौ कस्तो अलिकति अगाडि अब चाहिँ म अर्कोचोटिबाट पैसा यसरी नापेर बस्छु कुन नोट कतिको हुन्छ ए अलिक थोरै केही त क्लु दिनु पर्यो नि त कम्प्लिट 100 छ त्यो त भयो एक बन्डलै छ अब तपाईले मिलाउनु न अब सेम नोट रहेछ भन्ने कुरा नि थाहा पाइसकेँ मैले 100 भनेपछि त एउटै नोट त हो त 5 कै हो भन्दै ल मैले कति रुपियाँ खात अब कति भयो त्यो त कि एकैछिन 100 छ 5 को भयो कति भयो 5000 ए 5 को 100 5000 हुन्छ कहाँ पढेको जिनी भन्ने यार हो त्यो रोक्नु त यार 500 रुपियाँ ए कति भयो ल 500 रुपियाँ नि त होइन 500 होइन पक्नु नखिच्नु न हौ बेइज्जतको बारी 5 को नोट हो यो 5 को नोट हो 100 छ 100 500 500 100 500 500 त बुढी 100 5 को नोट 500 हुन्छ नि हो ल तिमी फेल भएको छौ यो चाहिँ 20 को नोट हो 1000 रुपियाँ पाउँथ्यौ त्यो पनि फेल भएछौ यो कम्प्लिट 2000 रुपियाँ छ तपाईँ फेल हुनुभएको छ हुर्रे मेरो पैसा बचेको आइज